भारत र श्रीलङ्कामा आयोजना हुने विश्वकपको तयारी अब अन्तिम चरणमा पुगेको छ। यता नेपाली टोली पनि आफ्नो क्वालिफायर्स खेल खेल्न ओमान छ, जहाँ आयोजक ओमान र कतारलाई पराजित गरी वार्मअप खेलमा आफ्नो इन्टेन्सन देखाएको छ। योचोटि पनि नेपाली टोलीको लक्ष्य सुपर 6 पुग्नु र टप 3 हुँदै विश्वकप पुग्नु। 2014 र 2024मा पुगेको नेपाल 2026मा हुने विश्वकपमा पुग्न अब केही दिनको भिडन्तले थाहा हुनेछ यात्रा कहाँसम्मको रहेको छ। यता वेस्ट इन्डिजलाई योभन्दा अगाडि नेपालले 2-1ले हराउँदा पनि खेलाडी बीच उच्च मनोबलका साथ पहिलो खेलमा नै नेपाल कुवेत विरुद्ध जित हात पार्दै क्वालिफायर्सको राम्रो सुरुवात गर्न चाहन्छ। कुवेत पनि दुवै प्र्याक्टिस खेलमा विजय भएको टोली हो, तसर्थ नेपाल र कुवेत बीचको खेल इन्ट्रेस्टिङ हुने पक्का पक्की नै छ। यो खेल नेपाली समयअनुसार भने राति 8:45 बजीबाट सुरु हुँदा गेमको लाइभ भने आइसिसी टिभीबाट हेर्न सक्नुहुनेछ, जसका लागि प्ले स्टोरमा गएर आइसिसी टिभी सर्च गरी डाउनलोड गरे पश्चात भने जिमेल या फेसबुक या जुनसुकैबाट लगइन गर्नु भन्छ र त्यो गरेपछि गेम लाइभ हेर्न मिल्नेछ। आशा छ नेपालले निखारिदो खेल प्रदर्शन गर्दै पहिलो खेलबाट नै विजयका साथ सुरुवात गर्नेछ। यति भन्दै स्पिडीबाट भने म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल, जय नेपाली क्रिकेट, धन्यवाद।